बिहोसिराङ ओ ल्याउ न भाङ भाङ खाँदै नाचौँ सिजना मुनिया रे मुनिया अरे यो बिमला सोल्टिनी कहाँ हरायो ल है ल ल कस्तो छ ल भन्नुहोस् मेरो बहिनी मेरो छोरा ल ल गाइजहरु कस्तो छ चलु माइ डियर नाति कस्तो छ जुस रहन्छ घरबाट बोकेर लिएर आउँ है अब नेक्स्ट टाइम आउँदाखेरि सामनिकेन हेलो खै त सेवारो हेलो गर्देऊ न कस्तो खाएको मेरो सामनिकेन त चौरी पारी पनि आएर खाएको छ दिदी के खाँदै हुनुहुन्छ हौ सरुवा वाउ हाम्रो आमाले त बियर होली ह्याप्पी होली भनिदिनु त आमा ह्याप्पी होली ह्याप्पी होली ल यहाँनिर दुईजना सम्धिनी दाँत टोक्नु नसक्नु हाम्रो आमाले खाँदै हुनुहुन्छ बिमला अनि के हो तिमी त मुलाबाई केही नखाने पो भन्छौ त हौ किन यति साह्रो सेन्टीमा हौ ल ओके तिमी यही खाऊ यही नै खानु बेस्ट हेलो ल ल मेरो नाति ओ माई गॉड वाउ मेरो चोलुले मासु खाएको प्यारो नाति चलो हेलो गर्दैन हेलो हाई गर्देऊ गुड माई डियर वाउ ल फेरि खाइदिनुहोस् त एकचोटि वाउ चलो नातिले कस्तो मजाले खानुभयो ल अब मेरो सिर्जना बहिनी चाहिँ हुनुहुन्छ भेजिटेरियन पोर्क नआएर चाहिँ अब चिकन मात्रै छ पोर्कको वेटिङमा अनि के अरे भेजै भन्नु पर्यो नि त अब अहिलेसम्म आएपछि त अनि सादा पानी केही नखानु हुने रे ल ल हेलो गाइस पोर्क खान्छु ल भेरी टेस्टी आज हो कि भोलि यहाँ भेना न सालीले ए साली र बुढीले ढाले 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 सुजना सबै आऊ न सबै आऊ
भाइ आइपुग्नु न ल उठाउँदै लु भयो थाहामै मर्छन् आमाले आमाहरू इसान मार्दैनन् ढले 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 ल खाने कुरा खिचौँ भन्दा भन्दै सिद्धिसक्यो त हो एकैचोटि ल्याउनु सकेन नि त हाम्रो बहिनीहरूले कस्तो छ भनिदिनुहोस् त डमर सर खानुहोस् है खानुहोस् सुँगुरको मासु भाइ कस्तो छ मिठो छ ठिक ठिकै छ है त्यस्तो छि पनि छैन वाउ पनि होइन होइन कस्तो मलाई चाहिँ त्यस्तो लाग्यो तपाईँहरूलाई पनि भनिदिनुहोस् न कस्तो छ कान्छा भाइ हेलो बेबी भन्छु कस्तो छ भनिदेऊ त ए मेरो हाँस्देऊ न ल आज यहाँनिर आउने इच्छा पनि धेरै अगाडिदेखि थियो आइयो आज दिपाले चाहिँ के खाके हो यस्तो ए हो आज होलीको स्पेसल खै तपाईँको सेककै हराइसक्यो